हेलो गाइज, आज हामी जाँदैछौँ उता त्यो 4 लाइन पुलमा होइन। खुसी लाग्दैछ। अनि यो आयुष हो, यसको नाम आयुष र म जाँदैछु मेरो गर्दै। यो पनि एक भ्लगरै भनौँ होइन। ब्लगर आर्टिस्ट हो, जमानैदेखिको आर्टिस्ट हो। अहिलेसम्म आर्टिस्टै बनिनु खोजेको छैन, त्यही पनि हामी भ्लग गर्दै हिँड्दै हिँड्छौँ। राम्रो मौसम छ अनि हामी घुम्न जाँदैछौँ। पानी आउने जस्तो भइरहेको छ। कसैलाई यो फोन चाहिएको छ भने हजुरहरूले यो गोबर त देख्नु भएको होला, नभएको गोबर त कहाँ हुन्छ र, हुनै पर्यो गोबर त। अनि कति रमाइलो छ होइन गाइज, यताको नजारा सिन नजारा एकै हुन्छ कि त्यो पनि हो। अनि हामी के भन्नु, यो ढुङ्गा होइन, इङ्ग्लिसमा स्टोन भन्छन्, स्टोन पेपर भन्छन्। अनि हिन्दीमा त अब तपाईँले पनि थाहा हुनु होला होइन। अनि यो घाँस त्यो भनेपछि अब तपाईँले सब यताका कुराहरू सबै देखाउँछु। यता सिसा फोडेर यो हाम्रो एनर्जी ड्रिङ्क हो होइन। यता सिसा फोडेर होइन गाइज कस्तो बनाएको छ यताको यो रोड, नराम्रो छ। यता राति आएर यता के बनाएर खान्छन् के नै। कहिले ह्याप्पी बर्थडे हुन्छ, कहिले कोहीको मोटो काटेर फाल्छन्, ह्याप्पी बर्थडे 3 बनाउँछन्। अब यस्तो छ हाम्रो गाउँ होइन। यो हाम्रो गाउँ होइन गाइज, हाम्रो गाउँ त त्यता पछाडि गइसक्यो होइन। त्यो त्यही भन्न खोजेको, तर मिस्टेक हो। अब हामी जाँदैछौँ। यो बोतलको चुइगम खाएर यता समय चुइगम पायौँ गाई हामीले, राम्रो छ होइन। यो चुइगम खुलाएर देखाउन, खुलाएर देखाउँछु होइन। प्रुफ पनि छ होइन, खाएर हेर्नुहोस् गाइज, हामीले एक नयाँ तीनवटा हामीले पायौँ। अनि यता हेर्नु सक्नुहुन्छ। अनि के पाउँछ गाइज, के थाहा छैन होइन। लागिहाल्छ गाइज, यति हाम्रो लागि कसले छाडिदियो होला होइन गाइज। म तर खान्नु किनभनेपछि कसले मन्तेरेर फाल्यो हुन्छ, केही गरेर फालेको हुन्छ होइन गाइज, म फालिदिन्छु। गुड। अनि यताका ढुङ्गा हेर्न सक्नुहुन्छ। आफूले त मुखमा हालिसकेको छ। त्यता सिसा फुटालेर अब हेर गाइज, यताको नजाराका सँगै होइन यो रोड पनि सुन्दर देखिरहेको छ। अनि हामी त्यता गएर त्यताबाट घर आउने हौँ। अहिले टाइम। हेलो गाइज, हामी अब पुगिसकेको छौँ यता 4 लाइन पुल माथि गएर पनि हजुरहरूलाई यो 4 लाइन पुल माथिको नजारा देखाइदिन्छु। डान्स गरिदिन्छु होइन। हजुर, यो डान्सर हो, धेरै ठुलो कन्टेन्टर हो। अनि यो डान्सर पनि हो, सब कुछ होइन गाइज, यो केही होइन भन्न सक्दैन, सबै हो। अनि हामी जाँदैछौँ अब 4 लाइन पुल माथिमा। अनि 4 लाइन माथिमा गइसकेपछि हजुरहरूलाई उता माथिबाटको नजारा पनि हजुरहरूलाई राम्रोसँग देखाइदिन्छु होइन। अनि यता धेरै ठुलो पानी हुने गर्थ्यो, नदी पुरा बराबर हुन्थ्यो। अब यस पुरा हुने समय आउँदैछ गाइज। अहिले केही छैन, देख्न सक्नुहुन्छ। अहिले त केही छैन पानी भनेको, यो पानी भनेको समयले हाने गाइज। अब आउने दिन आउँदैछ, पानी आउने दिन भन्नु। त्यसैले हामी पनि यहाँ आइरहेको छौँ होइन, माछा मार्न। कहिले काहीँ माछा मारिहाल्छौँ, कहिले नमिलेपछि त घरै गइहाल्छौँ नि। गाइज यति होइन भ्लग, अब पुल माथिमा गएर पछि हजुरहरूलाई देखाउनेछु। यता यो हाँसेपछि धेरै सुन्दर देखिन्छ। यता हेर्नुहोस् न, वाह क्या मुस्कुराटे। त्यता बाख्राहरू देख्न सक्नुहुन्छ गाइज। नहीं बाख्रा नहीं, भैंसी पनि नहीं है, गाई माता हुन् या क्या मिस्टेक भइजान्छ गाइज, केही पनि हुन सक्छन् होइन। अब नजिक गएपछि थाहा होला। गरिब मान्छे हो गाइज, लाइक गरिदिया, फलो गरिदिया, भिडियो सबजना कि हालिदिया, सेयर गरिदिया हुन्न। इङ्ग्लिस सेयर गरिङ, इङ्ग्लिसमा फलो मी, फलो गाइज, फलो यु, फलो मी। नो भयो। अब यता हेर्नुहोस्, यो तिनीले माछा मार्न आउनु पर्ने अब। राम्रोसँग माछा मार्नुपर्छ बाबु।
यो त हाम्रो झार जङ्गल छ नि होइन, कसलाई आउनु मन छ धुपी सल्लो हुन्छ नि यसलाई, सल्लो। सल्लोको पात। अब हाम्रो भाषामा त धुपी सल्लो भनेर चिन्छन्। अब तपाईँको भाषामा के भन्छन् खै के थाहा छैन। अब कहाँबाट हेर्नुहुन्छ हजुरहरूले, क्रोममा सर्च लगाएर फोटो खिचेर हजुरले कमेन्ट गर्न सक्नुहुन्छ यसले के भन्छन्। धुपी सल्लोलाई यो हाम्रो भाषामा पानी भन्छन् है गाइज यसलाई। अनि तिम्रो भाषामा के भन्छन् प्लिज कमेन्ट गरिदिनु होला। अरे यो पुल भन्छन् होइन, पुल लाइन पुल। र हाम्रो भाषामा पुल भन्छन्। अनि कमेन्टमा भन्नुहोस् तिम्रो भाषामा के भन्छन्। ल ल गाइज अब माथिमा गइसकेपछि देखाउँछु है। हेलो गाइज, अब हामी पुगिसकेका छौँ फोरलाइन पुल माथिमा। यो हजुरहरूको यो पुरा दुनियाँ भनेको सब के हो गाइज, यो नुन छोडेर गएका छन्। तल फाल्दै यो पुलमा, हाम्रो पुल माथिमा यस्तो हुनु भएन है। हान्न झरेछ गाइज। यो अब फोटोग्राफर वालो पुल भइसक्यो गाइज। यता कोही पनि फोटो खिच्न आउँछन्, जस्तै छ यता गोदावरी पुलमा पनि यस्तरी आउँछन् होइन। ए फाल त्यो पनि भएन है, यो राम्रो भएन। उता माथि फाल न हो, फालिदिनु पऱ्यो, राम्रो होइन त्यो त्यस्तरी। मेरो फोन पनि राम्रो होइन है, मेरो फोन पनि फालिदिन्छु केही देरपछि होइन। 1.5 लाखको फोन हो गाइज। अब घर जाने टाइममा देखाउँछु मेरो भ्लग। अहिले पुलमाथिको भ्लग अहिले खत्तम भइहाल्छ, फेरि कोही बेला देखाउँछु। यहाँ टुङ्गाइदिन्छौँ गाइज अब हामी जाँदैछौँ होइन, उता यता साइडबाट आइज। अब यता साइडबाट जाँदा अब जाँदैछौँ होइन। यो बोतल पनि देख्न सक्नुहुन्छ, यस्तो छ बोतलको हालत। फाल्नु पऱ्यो गाइज। के मिल्छन् गाइज। ऊ त्यो के हो त्यो चार्जर, ओब्याप्टर देख्न सक्नुहुन्छ गाइज। उठा त आएछ कहीँ, मेरो त होइन खै कति 45 कति वाटको खै यसमा वाट्स कति वाटको छ। कति वाटको हेऱ्यो, वाट्स केही छैन हो केही। हालिदिउँ गाइज, यस्तो चार्जर त यसमा भेटिँदैछन्। फाल्नै पऱ्यो। अब जाँदैछु घरतिर होइन, यसो हावा खान आएको थियौँ हामी। 4 लाइनमा एउटा भ्लग बनाइ हो। भ्लग बनेर यस्ता अन्य भिडियो पनि बनाएर हालिदिन्छु गाइज। यस्ता केही भ्लगहरू म पनि हालिदिन्छु, नत्र म ज्यादा एडिट गरेका अनि यो कमेडी भिडियो यस्तै हाल्छु गाइज। अब कहिले काहीँ भ्लग पनि हालिदिनु पऱ्यो, कन्टेन्ट बनाउनको लागि त चाहियो गाइज। यो भ्लग यतै खत्तम भएछ। उता देख्न सक्नुहुन्छ योगा बिहान गर्न छाडेर दिउँसोतिर गर्छ।